हेलो गाइस, नमस्कार। म दाताराम विष्ट, झापा शिवशताक्षी नगरपालिका अन्तर्गत वडा नम्बर 11 दुधेमा यो एउटा हेर्दाखेरि एकदमै भलाद्मी जस्तो देखिन्छ, तर यसले काम त राम्रै गर्छ। हाम्रा वरिपरिका फोहोर मैलाहरू टिप्ने काम गर्छ, तर हामीलाई यसले झुक्क्याएर कलमा रहेको मोटर र घर अगाडि रहेका सामान दिउँसै पनि यसले सामान उठाउँदो रहेछ र यसलाई सोधी खोजी गर्दा यसको यो मलिलो अनुहारले हामीलाई भावुक बनाउँछ र हाम्रो भावनामाथि खेलेर यसले घरका धेरै सामानहरू उठाउने गर्दो रहेछ भन्ने अहिले यहाँ प्रमाणित भइसकेको छ। यहाँ धेरै व्यक्तित्वहरूको उपस्थिति छ। यहाँ सबै साथीहरूले यो व्यक्तिलाई सोधिसके, तर म किनेर ल्याइदिन्छु भन्ने भन्छ। यसले यो दुधेमा सीसी क्यामेराबाट पनि यसले चोर्दै गरेको भिडियो क्याच भएको थियो र त्यसैको आधारमा आज यो व्यक्तिलाई यहाँ हामीले सोधपुछ गर्दैछौँ र यसले चोरेको हो भन्ने कुरो प्रमाणित भइसकेको छ, तर यसले बोल्न चाहिरहेको छैन र लाटोको जस्तो इसारा गर्छ र यसले हामीलाई यसरी नै छक्क्याउँछ। एकछिन यसको नाम सोध्छु र। तिम्रो नाम के हो? नाम साहिल। साहिल तामर साहिल अन्सारी हो। साहिल अन्सारी। साहिल अन्सारी कहाँ बस्छ? खोरीबारी। बस्छ कहाँ? पानी ट्याङ्की। पानी ट्याङ्की। पानी ट्याङ्की? पानी ट्याङ्की बस्छ। अनि यता यहाँ कहाँ? यता कहाँ? यहाँ कहाँ बस्छ? यहाँ सुरुङ्गा होइन? यहाँ आज राति चाहिँ कहाँ बस्यौ? सुरुङ्गेबाट आएको? कामै चोर्ने काम गर्छौ? बदल टिप्ने काम अरे? यहाँ बोल। त्यो नखरे चाहिँ यसो चाहिँ किन गरेको? आदत हो त्यस्तो? यस्तै हो यसको? दुधेमा कति के चोरिस भन् त? ल फाटाफाटी भन्, नडाँटी भने फ्याटफ्याट भन्। के चोरिस? दुधेमा कहाँ चोरी अंकल? त्यो सीसी क्यामेराले के भनेको भन्न? के चोरिस? तर छोडिदिइहाल्छु अनि जानु। अंकल चोरी तो नहीं किया अंकल। के चोरिस त भन्न त? चोरी नहीं किया। के गरिस् त अनि? यो मोटर खोलिरहेको चाहिँ के हो? चोरी हैन? त्यो के अनि त्यो मोटर गरेको हिजो खोलिरहेको थिएछ, हामीले पक्रेको होइन तँलाई? त्यहाँ फुलमाला गरेर पानी खुवाएर रक्सीको पैसा पनि दिएर पठाएको होइन तँलाई? त्यो चाहिँ के गरेको? चोरेको होइन। अनि त्यो चाहिँ के गरेको दुधेमा? के त्यो फुलमाला गर्नु चाहिँ यसको त्यो छरी त्यो एउटा बोल्नेपन आकाशको गरेर गाह्रो गरेर त्यो देखेर होइन होला जस्तै लागेर हामीहरूले ल यस्तो गर्दैन होला भन्ने लागेर हामीहरूले देख्दा देख्दै पनि यसले खोल्दै गरेको भेट्दा भेट्दै पनि आइन्दा गर्दिन भनेर यसले कसम खाँदाखेरि हामीले छोडेको क्या। अब सुध्रियोस् भनेर। के हो देख्यौ? सुन्यौ? अनि त्यतिखेर चाहिँ के गर्दै थियौ? निकाल्दै थियौ? निकाल्दै थियौ कि के निकाल्दै थिइस्? के गर्दा पक्रेको अरे? खोल्दै गर्दा निकाल्दै गर्दा मान्छेले पक्रियो? अनि त्यसलाई चोरेको भन्दैन? चोर त बोलेगा न। कसैको सामान कोही मान्छेलाई नसोधिकन निकाल्नु, खोलेर लानुलाई के भन्छ? चोरी भन्छ नि। हो त्यही भनेको। त्यसरी नि मान्छेले नदेखिकन कति ठाउँ निकाल्यो? सत्य कुरा भयो। कति ठाउँ निकाल्यो? भन। काल खोल्दा खोल्दा पुगले दामी कुन बासमा त्यो बासमा फुल बना मिलाउनु चले गएन। युगो गर्ने खोल्दा पक्रिहाल्यो त्यसले गरि एकाटा खोल्लो त पक्रिल त त्यो चोर बन्लो न। आज एकटा हराल त सबलार बात कोबे न। लु अब के गर्छौ? तिमीलाई त यहाँ त अब त बस्न दिँदैनन्।
तिम्रो जो यो हाउभाउ छ, जो तिम्रो यो स्ट्रक्चर छ, यो शरीरको जो तिमीले त्यो अनुहारमा जो चिज गर्छौ त्यसले गर्दा हामी सबै भावुक हुन्छौँ, हामीलाई सबैलाई माया लाग्छ हेर होइन। तर हामीले दिएको त्यो मायामाथि तिमीले खेलवाड गर्दैछौ हो नि, खेलवाड गर्दैछौ नि। अहिले यहाँ कसैले पनि तिमीलाई बिचारा नकुट भन्दैछन् र कसैले कुटेका पनि छैनन्। त्यसकै आधारमा त्यसलाई नि टेकेर तिमीले हामीलाई हेप्दैछौ हो कि होइन? हो नि, यो कुरा सत्य हो नि? यो कुरा सत्य हो नि? हेलो एकछिन ल, हेलो हो नि, यो हामीलाई हेपेकै हो नि। यिनीहरूले के गर्छन् र होइन, मलाई देखिसकेपछि छोडिदिइहाल्छन् नि भन्ने हो नि? हो हो। अब के गर्छु, आइन्दा चोर्छे चोर्दैउ न। अब आइन्दा सीधै नै आउँगा, यता न आउँदैउ न? कहाँ जान्छौ त? गाउँ जान्छु। गाउँ जान्छु, अङ्कलको मोटरदेखि गाउँ चला जाउँगा। ल अब मोटरको पैसा दिन्छ होइन, दुईटा यसले मोटरको पैसा दिन्छ। अनि दुधैमा त 4-5वटा कतिवटा हराएको छ त? अनि दुईटाको भन्दैछ, दुईटाको चाहिँ दिन्छु भन्छ यसले। ले दुईटा मोटर पैसा कतै लाग्छ भगाइ छ आजकल दिन सही छ उसले गाइजौ सबैलाई यो मान्छेको अनुहार राम्ररी हेरिराख्नु होला। यो मान्छे सुरुङ्गामा बस्छ र गाउँभर यो फोहोर प्लास्टिकहरू बटुल्नको लागि हिँड्छ र कुनै घरमा मान्छे नभएको अवस्थामा यसले जे पनि साइकल, मोटर, भाँडा कुडा जे पनि उठाएर उसले बोरामा हाल्ने गर्छ। र हामी कसैले देख्यौँ र भेट्यौँ भने यो मान्छेको एक्टिङ अत्यन्तै राम्रो छ। यसले एकदम हामीलाई भावुक बनाउँछ र होइन नि भन्ने बनाउँछ र पटक पटक यसलाई यहाँबाट छोडिदिइरहेको अवस्थामा थियो। तर अति भएपछि चार हुन्छ, गिलासमा पानी पनि त्यसको भरि मात्रै अट्छ, त्योभन्दा माथि भएपछि पोखिन्छ भने जस्तै अहिले ठ्याक्कै त्यही भएको छ। त्यो भएको कारणले तपाईँहरू सचेत रहनुहोला। यस्तो व्यक्तिहरूदेखि, यस्तो भन्दा पनि यो व्यक्तिदेखि जुनसुकै बेलामा पनि तपाईँको घरमा आउन सक्छ। हवस् त गाइस, बाई बाई, फेरि भेटौँला। म त दिन पनि बजेन कभर फोटो नि।